तपाईहरूले कहिले याद गर्नुभएको छ संसारमा अरबौं मानिसहरू छन् तर एउटा मान्छे त्यो एउटा मान्छे मात्र तपाईको लागि यति महत्त्वपूर्ण कसरी हुन्छ उसको एउटा मेसेजले तपाईको पुरा दिन राम्रो बनाउन सक्छ उसले मेसेज सिन गरेर रिप्लाई दिएन भने तपाईलाई घण्टौंसम्म सोच्न बाध्य बनाउन सक्छ ऊ अरूसँग हाँसेर कुरा गर्दा तपाईको मुटु भारी हुन्छ अनि कति सपना देखेर बनाएको त्यो सम्बन्ध यदि टुट्यो भने मानिसहरू भन्छन् मेरो मुटु टुट्यो मेरो मुटु दुख्यो तर के प्रेम माया वास्तवमै मुटुको कुरा हो कि यो सबै दिमागको खेल आजको भिडियो यही विषयमा सायद तपाईलाई मेरो भिडियो हेर्दै गर्दा आफ्नो पहिलो क्रस या आफ्नो पार्टनरको याद आयो होला क्लासमा कुनामा बसेर उसलाई हेरेको या अफिसमा पहिलोचोटि उसलाई देखेको उसले तपाईलाई हेरेर मुस्कुराउँदा उसको मेसेज आउँदा मुटु हलुको भएर उड्न थालेको अनि एक दिन उसले अरू कसैसँग मुस्कुराउँदै कुरा गर्दा भएको त्यो अनौठो फिलिङ तपाईहरूलाई यी सबै केवल यादहरू जस्तो लाग्न सक्छ तर यी प्रत्येक अनुभवको पछाडि तपाईको ब्रेन र बडीले केही गरिरहेको थियो र आज हामी यही कुरा बुझ्नेछौँ तर त्यसको लागि तपाईहरूले एकछिन झन्झट नमानिकन यो हाम्रो दिमागको बारेमा केही बुझ्न जरुरी छ यो हो हाम्रो दिमाग अनि यो सानो सानो डट जस्तो देख्नुहुन्छ त्यो हो न्युरोन हाम्रो दिमागमा मात्र 86 अरब न्युरोन हुन्छन् र विभिन्न प्रकारका न्युरोनहरू हाम्रो शरीरभरि छरिएर बसेका हुन्छन् तर फेरि यो न्युरोन भनेको चाहिँ के हो नि यो न्युरोन भनेको कम्युनिकेसन सेलहरू हो यसले लगातार हाम्रो शरीरबाट दिमागलाई र दिमागबाट शरीरमा इन्फर्मेसनको फ्लो गराइरहेको हुन्छ उदाहरणको लागि यदि तपाईले तातो चिज छुनुभयो भने हत्त नपत्त हात हटाउनुहुन्छ तर त्यो तातो चिज छुँदादेखि हात हटाउँदासम्म के हुन्छ त सबैभन्दा पहिले हाम्रो छालामा भएको विशेष सेन्सरी रिसेप्टर्सले त्यो अत्याधिक तातोपना डिटेक्ट गर्छ त्यसपछि न्युरोनले त्यो इन्फर्मेसन इलेक्ट्रिकल सिग्नलको रूपमा स्पाइनल कर्ड हुँदै ब्रेनसम्म पुर्याउँछ यहाँ स्पाइनल कर्डले रिफ्लेक्स एक्सनको रूपमा तुरुन्तै मोटर न्युरोनलाई एक्टिभेट गर्छ र हामीले हात हटाउँछौँ साथै उता ब्रेनले पनि त्यो इन्फर्मेसन प्रोसेस गर्छ र त्यसैको आधारमा त्यतिखेर तपाईहरूको मुटु छिटो धड्किन सक्छ तपाईहरूले कुन औँला पोलेको थियो कति तातो थियो भन्ने सबै थाहा हुन्छ र फाइनल्ली तपाईलाई त्यो पोलेको पेन पनि महसुस हुन्छ यो प्रोसेस यति छिटो हुन्छ कि तपाईले सोच्नु अघि नै तपाईको शरीरले प्रतिक्रिया दिन थालिसकेको हुन्छ अब प्रेममा पनि यही कुरा लागू हुन्छ तर यहाँ एउटा फरक कुरा हुन्छ त्यो तातो चिजले ब्रेनलाई फिजिकल डेन्जरको इन्फर्मेसन दिएको थियो तर आफूलाई मन परेको मान्छेले तपाईको ब्रेनमा इमोसनल सिग्निफिकेन्स पैदा गरिदिन्छ उसलाई देख्दा उसको आवाज सुन्दा उसले तपाईलाई हेरेर मुस्कुराउँदा तपाईको ब्रेनले यी सबै इन्फर्मेसनहरूलाई केवल इन्फर्मेसनको रूपमा लिँदैन ब्रेनले त त्यस व्यक्तिलाई इम्पोर्टेन्ट मान्न सुरु गर्छ र यहीँबाट हाम्रो प्रेमको बायोलोजिकल स्टोरी सुरु हुन्छ अब प्रश्न हो ब्रेनले कसरी एउटै मान्छेलाई अरू हजारौं भन्दा पनि इम्पोर्टेन्ट बनाउँछ त वास्तवमा हाम्रो ब्रेनले कसैलाई एकैपटक स्पेशल बनाउने होइन यो बिस्तारै हुन्छ तपाईको ब्रेनले हरेक व्यक्तिलाई एउटै तरिकाले प्रोसेस गर्दैन तपाईलाई कसैको फेस एट्र्याक्टिभ लाग्न सक्छ कसैको आवाज मन पर्न सक्छ अनि कसैको पर्सनालिटी अनि कसैसँग चाहिँ कुरा गर्दा तपाईले पाएको मिठो फिलिङ मन पर्न सक्छ हाम्रो दिमागले यी सबै एक्सपिरियन्सहरूलाई अलग अलग घटनाको रूपमा राख्दैन बरु यो सबै एक्सपिरियन्सहरूलाई मिलाएर एउटा प्याटर्नको रूपमा जोड्न थाल्छ अनि जब त्यो प्याटर्नमा भएको धेरै कुराहरू एउटै व्यक्तिमा मिल्न जान्छ नि तपाईको ब्रेनको अटेन्सन बिस्तारै त्यही व्यक्तितिर तानिन थाल्छ उसलाई देख्दा तपाईँ अटोमेटिकली नोटिस गर्नुहुन्छ उसँग भएको सानो इन्टरेक्सन पनि अरूको भन्दा बढी याद रहन्छ र यही रिपिटेड एक्सपिरियन्सले बिस्तारै त्यो व्यक्तिलाई तपाईको ब्रेनको लागि स्पेशल बनाउँदै लैजान्छ फाइनल्ली हाम्रो ब्रेनले यो एक्सपिरियन्सहरूलाई रिवार्ड सिस्टमसँग पनि जोड्न थाल्छ अब फेरि यो रिवार्ड सिस्टम भनेको के हो त
हाम्रो ब्रेनमा हुने रिवार्ड सिस्टम न्युरोनको सर्किट अथवा नेटवर्क हो जसले हामीले कुनै चिज एक्सपिरियन्स गर्दा हामीले कतिको राम्रो फिल गरेको थियौँ अनि त्यो एक्सपिरियन्स फेरि दोहोऱ्याउन लायक छ कि छैन भनेर छुट्याउनमा भूमिका खेल्छ। जस्तै तपाईँलाई मनपर्ने मान्छे देख्दा उसँग कुरा गर्दा आनन्द आउँछ, त्यो जुन आनन्द, सुकुन, रमाइलो एक्सपिरियन्सले नै हाम्रो दिमागको रिवार्ड सिस्टमलाई एक्टिभेट गराइदिन्छ। त्यो रिवार्ड सिस्टममा भएको न्युरोनले डोपामिन भन्ने केमिकल अथवा न्युरो ट्रान्समिटर रिलिज गरिदिन्छ अनि डोपामिनले नै तपाईँले पाउनु भएको एक्सपिरियन्सलाई यस्तो बलियो बनाइदिन्छ कि तपाईँलाई बारम्बार त्यही एक्सपिरियन्स लिन मन लाग्छ, अर्थात् उसलाई हेरिरहन मन लाग्छ, उसँग कुरा गरिरहन मन लाग्छ अनि हाम्रो दिमागले एउटा कनेक्सन बनाउन थाल्छ कि यो मान्छे भनेको त रिवार्ड हो, यो मान्छे भनेको त गुड फिलिङ हो र यही कनेक्सन बलियो हुँदै जाँदा त्यो व्यक्ति तपाईँको लागि स्पेसल र इम्पोर्टेन्ट लाग्न थाल्छ। तर अब एउटा इन्ट्रेस्टिङ कुरा पनि हुन्छ, तपाईँलाई उसको प्रेसेन्स मात्र राम्रो लाग्दैन, तपाईँ उसको प्रेसेन्स एक्सपेक्टेसन पनि गर्न थाल्नुहुन्छ। त्यो फिलिङ आउँछ नि होइन, ऊ सधैँ आफूसँग नै भइदियोस् जस्तो हो। ठ्याक्कै त्यस्तै उसको म्यासेज आउन साथ खुसी लाग्छ, तर म्यासेज नआउँदा पनि तपाईँ फोन हेर्नुहुन्छ कतै म्यासेज आएको छ कि भनेर। फेरि तपाईँ फोन राख्नुहुन्छ अनि केही मिनटपछि अन्जानमै उसको म्यासेज आयो कि भनेर चेक गर्नुहुन्छ। किनकि डोपामिन भन्ने केमिकल केवल खुसीसँग मात्र सम्बन्धित केमिकल होइन, डोपामिनले रिवार्डको एन्टिसिपेसन पनि गरिरहेको हुन्छ र त्यो रिवार्ड यानि कि तपाईँको मनपर्ने मान्छेको नजिक जान तपाईँलाई मोटिभेट पनि गरिरहेको हुन्छ। त्यसैले प्रेममा परेको बेला तपाईँ काम गरिरहनु भएको हुन्छ तर दिमागको एउटा कुनामा ऊ हुन्छ, कुनै गीत बज्दा उसको याद आउँछ, उसको नाम गरेको कोही भेट्नुभयो भने उसैलाई सम्झिनुहुन्छ। तर प्रेमको सबैभन्दा इन्ट्रेस्टिङ कुरा अझै बाँकी छ। यो सबै कुरा दिमागमा मात्र भइरहेको हुँदैन, तपाईँले उसलाई देख्दा तपाईँको शरीर पनि बदलिन थाल्छ, मुटु छिटो धड्किन थाल्छ, हातमा पसिना आउन थाल्छ, पेटमा बटरफ्लाइज महसुस हुन्छ। अनि यी सबै कहाँबाट आउँछन् त? यसको एन्सर हो तपाईँको ब्रेन र बडी कन्स्ट्यान्टली एकअर्कासँग कम्युनिकेट गरिरहेको हुन्छ। जब तपाईँलाई मनपर्ने मान्छे अचानक तपाईँको अगाडि आउँछ, दिमागका केही सर्किटहरू एक्टिभेट हुन्छन्, त्यसपछि ब्रेनले अटोनोमिक नर्भस सिस्टमलाई एक्टिभेट गर्न सक्छ। यो हाम्रो नर्भस सिस्टमको त्यो पार्ट हो जसले हामीले कन्सियसली केही नगर्दा पनि हाम्रो मुटुको धड्कन, हाम्रो सास फेर्ने चाल र हाम्रो पसिना आउने जस्ता धेरै काम कन्ट्रोल गर्छ। र यसको एउटा महत्त्वपूर्ण हिस्सा हो सिम्प्याथेटिक नर्भस सिस्टम। यसले बडीलाई अलर्ट र एक्सनको लागि रेडी बनाउन मद्दत गर्छ। त्यससँगै नोरेपिनेफ्रिन र एड्रिनालिन जस्ता केमिकल पनि इन्भल्भ हुन्छन्। नोरेपिनेफ्रिनलाई हाम्रो नर्भस सिस्टमका न्युरोन्सले केमिकल सिग्नलको रूपमा युज गर्छन्, जबकि एड्रिनालिन चाहिँ मुख्यतः एड्रिनालिन ग्ल्यान्ड्सबाट हर्मोनको रूपमा ब्लडमा रिलिज हुन्छ। यी केमिकलहरूले हाम्रो शरीरलाई अझ अलर्ट र रेडी टु रियाक्टको अवस्थामा लैजान मद्दत गर्छन्। त्यसैले तपाईँलाई मनपर्ने मान्छे अचानक अगाडि आउँदा मुटु छिटो धड्किन सक्छ, सास अलि छिटो हुन सक्छ, हातमा पसिना आउन सक्छ, तर पेटमा बटरफ्लाई चाहिँ किन महसुस हुन्छ त? जब ब्रेनले इमोसनल एक्साइटमेन्टको कारण सिम्प्याथेटिक नर्भस सिस्टम एक्टिभेट गर्छ, बडी अलर्ट र एक्सनको लागि रेडी हुन थाल्छ। त्यो बेला डाइजेसन अथवा पाचन प्रक्रियाको कामहरू केही समयको लागि प्रायोरिटीमा तल जान सक्छन् र गटका मसल्स तथा ब्लड फ्लोमा पनि परिवर्तन आउन सक्छ। पेटमा भएको नर्भ्सले यो चेन्जेसहरूलाई डिटेक्ट गर्छन् र ब्रेनले त्यसलाई हामीले बटरफ्लाई भनेर महसुस गर्ने सेन्सेसनको रूपमा इन्टरप्रेट गर्छ। त्यसैले तपाईँले जब आफूले मन पराउने मान्छेलाई देख्दा मुटु छिटो धड्किन्छ नि, त्यो तपाईँको मुटुले आफै म प्रेममा परे है भनेर निर्णय गरेको चाहिँ होइन नि फेरि। तर प्रेमले तपाईँको बडीलाई मात्र चेन्ज गर्दैन, यसले तपाईँले त्यो व्यक्तिलाई हेर्ने र सम्झिने तरिका पनि चेन्ज गर्न सक्छ। कहिलेकाहीँ यस्तोसम्म कि उसमा देखिएका रेड फ्ल्याग समेत तपाईँले देख्न सक्नुहुन्न। तर किनकि अब तपाईँको ब्रेनको अटेन्सन नै उसैतिर बढी जान थालेको हुन्छ। उसले के भन्यो, कसरी हाँस्यो, तपाईँलाई कसरी हेऱ्यो, सानोभन्दा सानो कुरा पनि तपाईँको ब्रेनले नोटिस गर्न थाल्छ। अनि फन्नी कुरा के हुन्छ थाहा छ? उसले तपाईँको लागि काम गर्यो भने
वाउ ऊ कति राम्रो मान्छे, कस्तो केयरिङ, हाउ मच केयरिङ ही इज। तर उसले रेड फ्ल्याग देखायो भने होइन होला, ऊ त त्यस्तो थिएन, अफिसमा केही भएर मुड खराब भएको थियो कि, होइन कतै उसको मुड स्विङ पो भएको हुनसक्छ, आदि इत्यादि। जब हामी स्ट्रङली एट्र्याक्टेड हुन्छौँ, रिवार्ड, अटेन्सन र इमोसन सम्बन्धी ब्रेन सिस्टम एक अर्कासँग इन्टरेक्ट गरिरहेको हुन्छ र अर्ली रोमान्टिक लभमा सेरोटोनिन सिस्टममा पनि केही चेन्जेस देखिएका छन्। सेरोटोनिन ब्रेनमा मुड, भोक, निन्द्रा लगायत कुरामा इन्भल्भ हुने केमिकल मेसेन्जर हो। इन्ट्रेस्टिङली केही स्टडिजले रोमान्टिक लभमा सेरोटोनिन रिलेटेड चेन्जेस र एउटै व्यक्तिको बारेमा सोचिरहने टेन्डेन्सी बीच रिलेसन भएको देखाएको छ। र जब ब्रेनको अटेन्सन यति धेरै एउटै व्यक्तितिर केन्द्रित हुन्छ, उसको राम्रो कुरा अझै राम्रो देखिन सक्छ अनि उसको खराब कुरा होइन होला, ऊ त्यस्तो मान्छे होइन, सायद मेरो पो केही गल्ती थियो कि, त्यस्तै त्यस्तै। अनि फेरि लभमा हुने अर्को इन्ट्रेस्टिङ पार्ट जेलसीको पनि कुरा गरौँ है त। एक दिन तपाईँले उसलाई अरू कसैसँग निकै रमाइलो कुरा गरिरहेको देख्नुभयो। केही बेर अघिसम्म उसले पठाएको गुड मर्निङ म्यासेजले तपाईँलाई खुसी बनाइरहेको थियो। अचानक त्यही मान्छेलाई अरू कसैसँग देख्दा मनमा एउटा अनौठो बेचैनी महसुस हुन्छ। त्यही हो जेलसी। तर किनकि ब्रेनको लागि अब त्यो व्यक्ति केवल मनपर्ने मान्छे मात्र रहेन। ब्रेनको लागि त ऊ अब तपाईँको रिवार्ड र इमोसनल वर्ल्डको इम्पोर्टेन्ट पार्ट बनिसकेको हुन्छ। त्यसैले उसले अरू कसैले उसलाई अटेन्सन दिएको देख्दा ब्रेनले त्यसलाई सम्भावित थ्रेटको रूपमा प्रोसेस गर्न सक्छ अनि ब्रेनले आफ्नो स्ट्रेस एन्ड थ्रेट सिस्टमलाई एक्टिभेट गर्न सक्छ। अमिगडाला जस्ता ब्रेनको रिजनले इमोसनल थ्रेट प्रोसेस गर्न भूमिका खेल्छ र साथसाथै सिम्पैथेटिक नर्भस सिस्टम तथा स्ट्रेस हर्मोन जस्तै कोर्टिसोल पनि एक्टिभ हुन सक्छ। अनि यही कारणले जेलसी दिमागमा आएको एउटा थट मात्र हुँदैन, मुटु छिटो धड्किन सक्छ, बेचैनी हुन सक्छ र रिस पनि उठ्न सक्छ, किनकि तपाईँको ब्रेनले इमोसनल थ्रेटलाई शरीरमै महसुस हुने गरी रियाक्सन देखाउँछ। अनि यदि त्यो थ्रेट साँच्चै ठुलो भयो भने, यदि रिलेसनसिप नै टुट्यो भने त्यसपछि ब्रेनमा के हुन्छ त? समयसँगै यदि तपाईँहरूबीच क्लोजनेस र ट्रस्ट बढ्दै जान्छ भने ब्रेनमा अर्को इम्पोर्टेन्ट प्रोसेस डेभलप हुन थाल्छ। त्यो हो अट्याचमेन्ट। अब त्यो व्यक्ति तपाईँलाई एक्साइटिङ मात्र लाग्दैन, उसको प्रेसेन्स नै फेमिलियर र कम्फर्टिङ लाग्न थाल्छ। उसको साथमा हुँदा सेफ र कनेक्टेड फिल हुन थाल्छ। यसमा अक्सिटोसिन जस्तो हर्मोनको पनि भूमिका हुन्छ। अक्सिटोसिन हाम्रो बडीमा नेचुरल्ली बन्ने हर्मोन हो जसले सोसल बोन्डिङ र क्लोजनेसमा भूमिका खेल्छ। विशेष गरी फिजिकल टच, इन्टिमेसी र क्लोज सोसल इन्टरेक्सन जस्तो एक्सपिरियन्समा अक्सिटोसिन रिलिज हुन सक्छ। त्यसैले सुरुमा तपाईँलाई उसको मेसेज एक्साइटिङ लागिरहेको थियो, पछि उसको प्रेसेन्स नै इम्पोर्टेन्ट हुन थाल्छ र बिस्तारै म उसलाई चाहन्छुबाट म उसलाई गुमाउन चाहन्नसम्म पुग्नुहुन्छ। तर यहीँनिर नै प्रेमको अर्को साइड सुरु हुन्छ। जब ब्रेनले आफूलाई महत्त्वपूर्ण भएको सम्बन्ध गुम्ने थ्रेट महसुस गर्छ, स्ट्रेस सिस्टम एक्टिभेट हुन्छ, कोर्टिसोल जस्तो स्ट्रेस हार्मोन बढ्न सक्छ। त्यसैले जब ब्रेकअप हुन्छ त्यसले केवल मन दुखाउने मात्र होइन, शरीरमा स्ट्रेस हुने, निन्द्रा नलाग्ने, एपिटाइट चेन्ज हुने जस्तो रियाक्सन पनि आउन सक्छ। किनकि तपाईँले गुमाउनु भएको त्यो केवल एउटा व्यक्ति हुँदैन, तपाईँको ब्रेनले त्यो व्यक्तिसँग बनाएको रिवार्ड, उसँग लागेको बानी, उसँग बनाएको रुटिन, उसको मेमोरिज र सम्पूर्ण इमोसनल एट्याचमेन्ट पनि अचानक गुमाउँछ। त्यसैले ब्रेकअप पछि उसलाई सम्झिँदा मुटु भारी हुन्छ अनि दिमागले तपाईँहरू साथमा हुँदा त्यो भविष्यको लागि बनाएको त्यत्रो प्लानिङ पनि अचानक गुमाएको महसुस गर्छ। त्यसैले ब्रेकअप एकदमै पीडादायी हुन्छ। उसलाई सम्झिँदा मुटु भारी हुन्छ, पुरानो मेसेज देख्दा फेरि सबै उसैको याद आउँछ, उसँग गएको ठाउँमा फेरि जाँदा उराट लाग्छ, केवल पहिले उसँग त्यो ठाउँ जाँदा गरेको एक्सपिरियन्सको मात्र याद आउँछ। त्यसैले प्रेम हामीलाई मुटुमा महसुस हुन्छ, मुटु छिटो धड्किन्छ, मुटु भारी हुन्छ, कहिलेकाहीँ त मुटु नै फुट्यो कि जस्तो हुन्छ। तर मुटुले प्रेम गरिरहेको हुँदैन। यो सबै फिलिङ क्रिएट गर्ने, मेमोरिज जोड्ने, रिवार्ड दिने, अट्याचमेन्ट बनाउने र थ्रेट महसुस गर्ने मुख्य भूमिका दिमागकै हुन्छ। त्यसैले प्रेम मुटुको कथा जस्तो लागे पनि यसको कथा सुरु भएको हुन्छ दिमागमा।